हेलो एभ्रिवान। स्वागत छ आजको यो भिडियोमा र आजको यो मर्निङलाई कसरी हामी मिराकल्स मर्निङ बनाउन सक्छौं त्यसको विषयमा कुरा गर्नेवाला छु। जति पनि सफल व्यक्तिहरू हुन्छ त्यो सफल व्यक्तिमा चाहिँ धेरै विशेषता पाउँछ, तर आज एउटा विशेषताको बारेमा कुरा गर्नेवाला छु। जुन विशेषता हुन्छ पहिलो, उहाँको बिहान जुन उठ्दाखेरि 1 घण्टा हुन्छ, त्यो 1 घण्टालाई कसरी उहाँलाई युटिलाइज गर्छ र त्यो 1 घण्टामा के गर्छ त्यसको केही पार्टमा आज यो भिडियोको मार्फत तपाईलाई जानकारी दिने। आफूलाई रेडी गरिहाल्नुस् र जुन 500 व्यक्ति जुन सफल व्यक्ति हुन्छ त्यसमा कुन ह्याबिट डेभलप गरेको हुन्छ जसको कारणले उहाँ टपमा छ र अफकोर्स हरेक व्यक्ति सफल हुन चाहन्छ, तर यदि ह्याबिटलाई तपाईँ चेन्ज गर्नुभयो भने सफल बन्न सक्नुहुन्छ। यदि ह्याबिट तपाईको उस्तै छ जस्तै तपाईँ गरिराख्नु भएको छ त कहिले पनि लाइफ चेन्ज हुँदैन। ह्याबिटलाई चेन्ज गर्नुपर्छ र आजको जुन मिराकल्स मर्निङ जुन यो टपिक छ, यो टपिकलाई हामी अगाडितिर लागौं। बिहान जब उठ्ने बेला हामी बेडबाट उठ्छौं हैन। सफल व्यक्तिहरूले चाहिँ बिहान उठ्दाखेरि डीप ब्रिदिङ गर्छ, त्यसपछि भिजुअलाइज गर्छ, मेडिटेसन गर्छ, जिम गर्छ, बुकलाई रिडिङ गर्छ। यही केही पार्ट म आज गराउने वाला छु यो भिडियोमा। तयार भएर बस्नुस्। जति पनि सफल व्यक्तिहरू छ र सफल व्यक्तिमा के गुण र के विशेषता पाउँछ त्यो एउटा विशेषताको बारेमा कुरा हो। हुन त धेरै विशेषता हुन्छ, तर एउटा विशेषताको बारेमा म कुरा गर्नेवाला छु। कतै व्यवस्थित ठाउँमा तपाई बस्नुस् र हामी भिडियो अफ गरेर हामी गर्नेवाला छौं। तयार हुनुहुन्छ? पहिला डीप ब्रिदिङ गर्ने र डीप ब्रिदिङ कमसेकम 2 देखि 3 मिनट। र यो डीप ब्रिदिङबाट चाहिँ मन चाहिँ शान्त हुन्छ, तपाईको विचार अस्थिर हुन्छ। डीप ब्रिदिङ गर्नु। सासलाई माथितिर तान्नुस्, त्यसपछि तलतिर छोड्नुस्। माथि तान्नुस्, फेरि तल। त्यसपछि आउँछ डीप ब्रिदिङ गरिसकेपछि सेल्फ टक। र यो सेल्फ टक यति पावरफुल रहेको छ कि भन्छ कि एक दिनमा 60,000 विचार आउँछ र त्यसमा 90% विचार नेगेटिभ हुन्छ। र त्यो विचारलाई कसरी तपाईं अस्थिर गर्न सक्नुहुन्छ, सेल्फ टक गरेर गर्न सक्नुहुन्छ। र यो सेल्फ टक चाहिँ छ जस्तै आफूसँग कुरा गर्ने। बढी प्राय चाहिँ सबैभन्दा बढी मान्छेले आफूसँग कुरा गर्छ, जसलाई भन्छ सेल्फ टक, र त्यो 90% नेगेटिभ सेल्फ टक गर्छ। यसलाई पोजिटिभ बनाऊ र पोजिटिभ सेल्फ टक गर्न सक्नुहुन्छ। जस्तै म गर्छु, I am the best, 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 I am the best. त्यसपछि I am the top of the world, I am the top of the world, I am 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 top of the world. त्यसपछि I am the champion, 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 I am the champion. त्यसपछि अर्को छ I am the great leader, I am 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 great leader. त्यसपछि अर्को गर्नुस् I am the money magnet, 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 I am the money magnet. त्यसपछि अर्को I am the best. यो सेल्फ टक गर्नुस् र कम से कम 1 से 8 चोटी यसलाई रिपिट गर्नुस्, जसको कारणले यो फ्रिक्वेन्सी युनिभर्समा जाओस्। र जब यस्तो थट्स जब तपाई आफ्नो सेल्फ टक गर्नुहुन्छ भने यस्तो
तपाईकोलाई सृष्टिले अपर्च्युनिटी दिन्छ र यस्तो माहौल दिन्छ जुन जहाँबाट तपाईँ त्यस्तो बन्नुहुन्छ। सो यो सेल्फ टक गर्नुस् जुन पावरफुल सेल्फ टक रहेको छ। त्यसपछि आउँछ नेक्स्ट पार्ट यसको भिजुअलाइजेसन, जसलाई भिजुअलाइज गर्न सक्नुहुन्छ आफ्नो ड्रिम कारको, आफ्नो घरको, आफ्नो फ्यामिलीको। सो यो भिजुअलाइज गरेर चाहिँ फिलिङ गर्नुपर्छ र जति डिपमा फिलिङ गर्नुहुन्छ त्यति तपाईलाई छिटो त्यो प्राप्त हुन्छ। सो कारको भिजुअलाइज गर्दैछु र मेरो फेभरेट कलर व्हाइट कलरको कार छ बुक गरेको र हामी सोरुममा जाँदैछौँ फ्यामिलीको साथ रिसिभ गर्नको लागि। सबैको फेसमा स्माइल छ, एकदमै ह्याप्पी हुनुहुन्छ र हामी सोरुममा पुग्यो। एकछिन वेटिङ रुममा बस्यौँ, त्यसपछि सोरुमवालाले बोलाउनु भयो। हामी जाँदैछौँ चाबी लिनको लागि। गाडीको चाबी दिनुभयो। एकदम खुसी लागिरहेछ, प्राउड फिल हुँदैछ। चाबी लिइसकेपछि हामी कारनिर जाँदैछौँ र कारलाई त्यहाँ पूजाको व्यवस्था गरेको छ। त्यहाँ हामी एउटा भक्तिको एउटा पूजा गर्ने सङ बजाएर हामी कारलाई पूजा गर्दैछौँ। पूजा गरेर अब हामी पाले पालो गइरहेछौँ फोटो लिनको लागि कारको साथ। सबैजना दाइ हुनुहुन्छ, मम्मी हुनुहुन्छ, म छु, तीनजनै एउटा कारको साथ फोटो लियो। पुरै एकदमै ह्याप्पी फिल भइरहेछ। त्यसपछि सबैजना हामी कारमा बस्यौँ। सोरुमवालाको बाई बाई गर्दै हामी निस्कियो घरतिर। दाइको फेसमा एकदमै स्माइल छ। मम्मी पनि एकदम खुसी भइरहेछ। सबैलाई प्राउड फिल हुँदैछ। म पनि आफूमाथि एकदमै प्राउड फिल गर्दैछु। र हामी एउटा म्युजिक लगाएर सुन्दै आइरहेछौँ घर। अब हामी घर पुगे र घरको अब विधिहरू जुन विधहरू हुन्छ त्यो विधहरू गरिरहेको छ भाउजूहरूले। र घरको पार्किङ जुन ठाउँ छ पूजा गरेर पार्किङतिर लगाइरहेको छु। र भाउजूहरू कारलाई एकदमै कोही सिट हेर्दैछ, कोही ग्लास हेर्दैछ, कोही कारलाई फिल गर्दैछ टच गरेर। एकदम बेस्ट मोमेन्ट चाहिँ छ र सबैजना खुसी छ। भाउजूले भन्छ मलाई पनि घुमाइदिनु। सो म सबैलाई लिएर सबैलाई घुमाउन लगिरहेको छु।
एउटा राम्रो खाले म्युजिक बजाएर एकदमै आनन्दले गइरहेको छु। त्यसपछि घुमाएर घरतिर लाएँ। घरमा फेरि पार्किङमा गरिदिए कारलाई। फोटोसोटो लिँदैछ। एकदमै राम्रो घर बनाएको छु। 3 फ्लोरको घर बनाएको छु र सेम डिजाइन भएको 1 फ्लोरमा जस्तै डिजाइन छ। सबैमा त्यही डिजाइन बनाएको छु। जसमा एउटा फ्लोरमा रहिरहेको छु म, त्यसपछि माइलो दाइ रहिरहेको छ अर्को फ्लोरमा, माथिको फ्लोरमा ठुलो दाइ छ र हरेक फ्लोरमा सबैभन्दा गेट पहिला आउँछ गेस्ट रुम गेट र गेस्ट रुम गेस्टको लागि बनाएको छु। गेस्ट रुम एकदमै लग्जरियस मार्बल लगाएको, त्यसमा सोफा राखेको छ साइडमा बस्नलाई। रुममा लाइट लागेको छ, पुरै हल जस्तो छ। वालहरुमा एकदमै राम्रो फोटोहरु लागेको छ। एलईडी लाइट लागेको छ। त्यही प्लानेटहरु, त्यही फूलहरुको रुख राखेको छ साइडमा र झुमर लागेको छ। एकदमै राम्रो झुमरले लाइट दिइरहेको छ, चम्किरहेको छ। त्यसपछि अर्को साइडमा किचन रुम छ। त्यसमा मार्बलले पुरै डिजाइन बनेको छ। एकदमै वाउ फिलिङ किचनमा गएर भइरहेछ। सबै सामान राख्ने मतलब कबोर्डहरु बनेको छ। हात धुने, त्यहाँ किचनमा डाइनिङ टेबल लागेको छ र त्यो डाइनिङ टेबलमा 6 वटा कुर्सी छ पुरै फ्यामिलीलाई बसेर खानुलाई र एकदमै लग्जरियस बनाएको छु। त्यसपछि त्यसबाट अर्को साइड एउटा राम्रो ठुलो खाले बाथरुम रुम बनाएको छु। त्यसमा फ्रेस हुनको लागि, नुहाउनको लागि तातो पानी, चिसो पानी, सावर लागेको छ। नलहरु लागेको छ। त्यसमा आइना सेट गरेको छु। मुख धुनको लागि मार्बल लगाएको छु। पुरै मार्बल डिजाइन भएको बाथरुम छ। बाथरुममा गएर वाउ फिलिङ भइरहेछ। एकदमै खुसी छु। एकदम ह्यापी। त्यसपछि अर्को साइड चाहिँ बेडरुम छ र 2टा बेडरुम बनाएको छु। एउटा गेस्टको लागि, एउटा पर्सनल आफ्नो लागि र एउटा बेडरुममा सेम डिजाइन भएको बेडरुम छ। एकदमै राम्रो खाले बेड लागेको छ। त्यसमा एसी लागेको छ, पंखा लागेको छ। बाथरुम अट्याच भएको बेडरुम छ। त्यसमा ब्ल्याक कलरको ठुलो साइजको कभर छ। टेबल लाइट छ बेडरुमको साइडमा। 2वटा चेयर छ। एउटा बुक पढ्ने टी टेबल छ। एकदमै राम्रो लाइटहरु वाल लाइट लगाएको छु। माथितिर लाइट एकदमै डिजाइन भएको लाइट दिइरहेको छ। आफूलाई रेडी हुनको लागि कतै जानु छ, रेडी हुनलाई ग्लास लगाएको छु, मिरर, ऐना ठुलो खाले लागेको छ।
र त्यहाँ कबर्डमा रेडी हुनेको लागि फेसियल प्रोडक्टहरु छ। कबर्डमा 4-5 सेट कोट प्यान्ट राखेको छ, अलग-अलग कलर भएको। त्यसपछि फर्मल ड्रेस छ 4-5 वटा सेट। 4-5 वटा सेट वाच छ। अलग डिजाइन भएको अलग-अलग कलरमा घडीहरु छ। अलग सुजहरु छ। 2-3 वटा टाई राखेको छ। वालमा ठूलो खाले घडी राखेको छ। बेडरुममा गएपछि वाउ फिलिङ हुन्छ। त्यहाँ साइडमा बुक पढ्नको लागि बुकको राख्नेवाला र्याक छ जसमा मेरो बुकहरु सेल्फ बुकहरु छ। एकदमै सफ्ट खालको फर्म वाला बेड छ। सुतेपछि मक्खन जस्तो लाग्छ। एकदमै राम्रो निद्रा आउँछ। अर्कोतिर बेडरुममा बाल्कोनी छ जहाँबाट नेचुरल हावा आउँछ। जहाँबाट बिहानै बिहानै त्यहाँ गएर बुक पढ्ने र मेडिटेसन गर्ने त्यहाँबाट भिजुअलाइज गर्दैछु। बिहानको सबैभन्दा पहिलो घाम त्यही लाग्छ। एकदम शान्त वातावरण चाहिँ छ। बाहिर आएपछि एकदमै यतातिर फूलहरु यतातिर पार्किङ छ अर्कोतिर फूलको गार्डन लगाएको छु। एकदमै राम्रो फूलहरु फुलिरहेको छ। बास्ना आइरहेको छ। र त्यहाँ बीचमा एउटा झुला पनि राखेको छु बस्नलाई। चारैतिरबाट वाल लगाइदिएको छु। र एकदमै राम्रो फलफुलहरु रोपेको छु जहाँबाट हरेक मौसममा फलहरु फल्छ। मेन गेट छ। मेन गेटमा बेल लागेको छ। गएपछि बेल बजाउँछ। त्यसपछि रिमोट कन्ट्रोल गेट छ। रिमोटबाट पनि खुल्छ। रुमलाई क्लिन राख्नको लागि एकजनालाई राखेको छु जबमा। हरेक दिन सफा गर्छ। हरेक चीजलाई सफा गरेर राख्छ। यसको लागि थ्यांक यू भन्दैछु। र ती हरेक चीज हरेक ड्रिम हरेक सपना पूरा गर्नको लागि युनिभर्सलाई थ्यांक यू। थ्यांक यू। राम्रो बेड बेडरुम कार घर यति राम्रो ग्लासहरु लगाएको छु रुममा। हरेक चीजलाई धन्यवाद थ्यांक यू थ्यांक यू थ्यांक यू थ्यांक यू थ्यांक यू थ्यांक यू थ्यांक यू। फ्यामिलीमा एकदमै सब ह्यापी छन्। सबैजनासँग एकदमै राम्रो कुराकानी हुन्छ। सबैजना एकदमै मायाले बोल्नुहुन्छ। एकदमै माया गर्नुहुन्छ। म पनि एकदमै माया गरिरहेको छु। एकदमै माया बाँडिरहेको छु। यसको लागि थ्यांक यू युनिभर्स थ्यांक यू गॉड। यति ह्याप्पीनेस दिनको लागि फ्रीडम लाइफ दिनको लागि मनी फ्रीडम लाइफस्टाइल दिनको लागि एकदमै मेरो बिजनेस ग्रो भएर कम से कम 100 वटा लिडर टिममा छ। मैले तयार गरेछु। सबैजना एकदमै होनेस्टी हार्ड वर्किङ र ड्रिमर सबैको साथ सपना छ र सबैको सपना बिस्तारै पूरा भएर सबै व्यक्ति टप लेभलमा पुगेको छ। हरेक व्यक्ति धन्यवाद दिइरहेछ। थ्यांक यू थ्यांक यू म भन्दैछु। थ्यांक यू म माथि विश्वास गर्नको लागि। थ्यांक यू म माथि भरोसा गर्नको लागि। एकदमै सबैजना खुसी छ।
इमानदारीपूर्वक काम गर्छ, टाइम म्यानेज गर्न आउँछ, सबैको सपना ड्रिम पूरा भएको छ, सबैको पर्सनल गाडीहरू छ, आफ्नो घर बनाएको छ, आफ्नो लाइफलाई आफ्नो तरिकाले जिइरहेको छ, मिलियन्स व्यक्ति फलो गर्दैछ युट्युबमा, इन्स्टाग्राममा, फेसबुकमा। हरेक व्यक्तिलाई गाइड गर्दैछु फाइनेन्शियल फ्रिडम हुनको लागि, लाइफमा स्किल डेभलपमेन्ट सिकाउँदैछु, हरेकलाई स्किल डेभलपमेन्ट सिकाउँदैछु, हरेक दिन मेहनत गर्छु सबैलाई अगाडि बढाउनको लागि, आफू अगाडि बढ्नको लागि। थ्याङ्क यू गॉड, थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू। सही बाटोमा हिँड्दैछु, सबैलाई सही बाटो देखाउँदैछु, सबैले मेहनत गरिरहेको छ। थ्याङ्क यू, थ्याङ्क यू। वाउ फिलिङ आइरहेछ, ग्रेट फिलिङ, टप अफ द वर्ल्ड फिलिङ छ। थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू। सो यो थियो जुन मेरो ड्रिम छ त्यसको भिजुअलाइजेसन र डेली यस्तो भिजुअलाइज गर्छु र तपाई पनि गर्नुस्, आफ्नो ड्रिम क्रिएट गर्नुस्, आफ्नो पिक्चर बनाउनुस् दिमागमा र भनेको छ यु क्यान थिंक, यु क्यान बिलिभ एन्ड अचिभ। तपाई सोच्नुस्, बिलिभ गर्नुस् र अचिभ गर्नुहुन्छ। सो आफ्नो पनि बनाउनुस् र हस्, थ्याङ्क यू, थ्याङ्क यू। यो सब गरेपछि तपाई तीनवटा काम लेख्नुस् जुन तपाईलाई यो अचिभ गर्नको लागि, यो पूरा हुनको लागि तपाईलाई मद्दत गर्छ। 3 वर्क्स टु डु लिस्टमा लेख्नुस् जुन आज तपाईलाई गर्नु छ र हरेक दिन तीनवटा काम लेख्नुस् जुन तपाईलाई यो सपनालाई पूरा गर्नमा मद्दत गर्छ। सो कस्तो लाग्यो आजको भिडियो? र यदि राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नुस्, बेल आइकन क्लिक गर्नुस् र यस्तै नलेजफुल भिडियो लिएर म आउनेवाला छु नेक्स्ट भिडियोमा। सो हस्, थ्याङ्क यू।